हैट लु साथीभाइ एउटा राम्रो जिनिस भेटाएको छु मैले यहाँ बुकको फेदमा हैन। यो चाहिँ आयो हैट यो चाहिँ च्याउ हो। यो चाहिँ बुकको रूपमा मात्रै पलाउँछ। यसलाई चाहिँ गिद्धे च्याउ भनिन्छ हैन। यो चाहिँ भयङ्कर ठुलो ठुलो हुने गर्छ। यो चाहिँ भर्खर सानो छ अहिले कलिलो, तर अब यसलाई म भेटिहालेँ लगेरै छाड्छु, किनभने यहाँ छोडिराख्यो भने पनि फेरि मान्छेहरूले लगिहाल्छ हैन। बल्ल बल्ल भेटेको शिकार मुखको आहारा छोड्नु भएन हैन। त्यही भएर चाहिँ म यसलाई चाहिँ यसरी भाँचेर लाँदैछु। ए साथीभाइ हो एकदमै टेस्टी हुन्छ। यो चाहिँ बुकको रूपमा मात्रै पाइन्छ। जसले चिन्नुहुन्छ, कसले चिन्नुहुन्न, यसलाई चाहिँ गिद्धे च्याउ भन्छ है साथीभाइ हो।